गर्ने भनेपछि तत्काल निलम्बन गरेर भातखडी लाएर चाहिँ गरिहाल्नुपर्छ। म चाहिँ धरानमा एयरपोर्ट चाहिँदैन, विराटनगरमै छ, त्यसको खै के नियमले दिँदैन, मापदण्डले दिँदैन भन्दो रहेछ। त्यो पोखरामा झन्सारो त्यही छ होइन। त्यतिखेर मैले उसलाई अलिकति छपारेको पनि थिएँ, यो साला फटा रहेछ होइन। अब यो फटा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्बन गरी अनुसन्धान अघि बढाउन सिफारिस गरेको हो। मुलुकका लागि सेतो हात्ती बनेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा 14 अर्ब रुपैयाँ बढी भ्रष्टाचार भएको निष्कर्ष निकालिएको छ। यति ठूलो भ्रष्टाचार भएको यो परियोजनाका मुख्य हर्ताकर्ता नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्बन गर्न सिफारिस गरिएको छ। चीनिया ऋण सहयोगमा बनेको यो विमानस्थललाई बेल्ट एन्ड रोड इनिसिएटिभ BRI परियोजनाभित्र राख्न चीनले सक्रियता देखाउँदै आएको छ। तर नेपाली पक्षले यसलाई BRI हिस्सा मान्न तयार देखिँदैन। विमानस्थल निर्माणमा व्यापक अनियमितता भएको गुनासो उठेपछि छानबिनका लागि गठित उपसमितिले भ्रष्टाचार भएको रकम अङ्कमा निकाल्दै अधिकारीलाई निलम्बन गर्न सिफारिस गरेको हो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन अनुगमनका लागि सार्वजनिक लेखा समितिले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनको संयोजकत्वमा गत असारमा संसदीय छानबिन उपसमिति गठन गरेको थियो। उपसमितिले विमानस्थल निर्माणमा 14 अर्ब रुपैयाँ भन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्बन गरी अनुसन्धान अघि बढाउन सिफारिस गरेको हो। ठुलो अङ्क भनेको 14 अरबको लागत इस्टिमेट भएको परियोजनामा मोलमोलाइबाट भनौँ न वार्ता प्रक्रियाबाट 22 अरब पुर्याइएको छ। अनि त्यसपछि फेरि 2 अरबभन्दा बेसी कर छुटबाट त्यहाँ भ्रष्टाचार गरिएको कुरा अथवा अनियमितता भएको कुरा मालेखाले नै औल्याएको छ। र त्यसमाथि पनि निर्माण प्रक्रियामा अनियमितता र कमसल काम गरेर गरिएको फेरि अरबौँको फरक छ। त्यो हिसाब गर्यो भने ठुलै अङ्कमा हुन्छ र हामीले अब त्यस सबै विषयमा व्यापक अध्ययन गर्न र दोषीहरूलाई कारबाही गर्न अख्तियारलाई सिफारिस गर्ने निर्णय गरेका छौँ। 2071 सालदेखि 2074 सालसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख रहेका अधिकारी 2078 माघ पछिदेखि प्राधिकरणको महानिर्देशक सम्हाल्दै आएका छन्। उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको छ। सार्वजनिक लेखा समितिको उपसमितिले पोखरा विमानस्थल निर्माणमा नीतिगत आवरणमा श्रृङ्खलाबद्ध भ्रष्टाचार भएको ठहर गरेको छ। मन्त्री परिषदको नीतिगत निर्णयको आवरणमा विमानस्थलको लागत बढाइएको र त्यसपछि श्रृङ्खलाबद्ध लुट नै मचाएको ठहर पनि उपसमितिको छ। लामो अध्ययन र छलफल गरेपछि केही निष्कर्षहरू निकालेको छ। अब त्यो अहिले मैले संक्षेपमा मात्रै भन्छु, त्यो पूर्ण समितिमा आइसकेपछि भन्नु राम्रो हुन्छ। तर पनि त्यहाँ चाहिँ ठुलो अङ्कमा अनियमितता र भ्रष्टाचार भएको र भ्रष्टाचारकै लागि नीतिगत निर्णयहरू भएको समेत निष्कर्षमा उपसमिति पुगेको छ। सरकारले चिनिया एक्जिम बैंकबाट महँगो ब्याज दरमा ऋण लिएर पोखरा विमानस्थल बनाएको हो। वर्तमान विनिमय दर अनुसार करिब 25 अर्ब 88 करोड रुपैयाँ अर्थात् 1 अर्ब 33 करोड 87 लाख 40 हजार चिनिया युआन ऋण लिने सम्झौता सरकारले गरेको थियो। तर निर्माणमा भएको भ्रष्टाचार कहाली लाग्दो देखिएपछि बारम्बार आवाज उठ्दा पनि कारबाही पर्नबाट बचेका अधिकारीमाथि यसपटक सरकारले कस्तो नीति लिन्छ त्यो हेर्न सबै आतुर छन्। सबैजनालाई हार्दिक नमस्कार छ मित्रहरू। यो अहिले भर्खरैको यो मेरो क्लिप भन्दा अगाडिको खबरले हामीलाई जानकारी के गरायो भन्दाखेरि 14 अर्ब रुपैयाँ भ्रष्टाचार भयो र यो उड्डयन प्राधिकरणको होइन के भन्छ अरे महानिर्देशक प्रदीप अधिकारी भन्ने उसले चाहिँ तपाईँको चाहिँ नि भ्रष्टाचार गरेको र चाहिँ नि यो छानबिन समितिले चाहिँ यसलाई चाहिँ तुरन्त निलम्बन गर्नुपर्छ भन्ने खालको प्रतिवेदन आएको भन्ने आयो। यो मान्छे चाहिँ मैले धरानमा एयरपोर्ट बनाउने कुरा लगेर त्यतिखेर हाम्रो मन्त्री चाहिँ सुदन किराँती हुनुहुन्थ्यो।
उहाँलाई एप्रोच गर्दाखेरि के अरे यो मान्छेलाई पनि हाम्रो सुदनजीले बोलाउनु भएको छ। अनि त्यहाँनिर चाहिँ उसले चाहिँ किन चाहियो धरानमा एयरपोर्ट भन्ने किसिमले चाहिँ बहस गरेको थियो कि। त्यतिखेर मैले उसलाई अलिकति झपारेको पनि थिएँ, यो साला फटा रहेछ होइन। अब यो फटा यस्तो चाहिँ नि होइन चोर टाइपको है, यो चोर टाइपको मान्छे, यस्तो फटा मान्छेलाई चाहिँ अब नेपाल सरकारले तुरुन्त कारवाही गर्छ कि गर्दैन भन्ने हेर्नु छ। अनि यो अख्तियार भन्ने यो छ नि होइन, मलाई चाहिँ श्रमदान किन गरेको है, सहयोग किन चाहिँ नि मागेको भनेर चाहिँ मलाई सोधिराख्छ, मासु र भात किन खुवाएको भनेर सोधिराख्छ। जुन दाताहरूले चाहिँ नि खुवाएको दिएको कुरालाई सोधिराख्ने अख्तियार भन्नेले चाहिँ यसलाई अब के गर्छ कि गर्दैन हेरौँ है। यस्ता चोर फटा गधाहरू, यस्ता चोर फटा गधाहरू देशैभरि छ। म चाहिँ तपाईँको चाहिँ सम्बन्धित ठाउँमा भएको भए नि यस्ता मान्छेहरूलाई तपाईँको पाता कसेर उधो मुन्टे झन्डाइदिन्छु रुखमा है। 1 घन्टा ट्याक झुन्डाउने अनि छादेपछि होइन तपाईँको मुखबाट रियाल पुरा सिङ्गान निस्केपछि ठ्याक्क तल झार्ने है। अनि रेस्ट गराउने केही समय, अनि सिस्नो पानी लगाउने त्यहाँ त्यतिन्जेल पनि रेस्टमा पनि, अनि त्यस पछाडि फेरि स्याट्टा माथि होइन उधोमुन्टे झुन्डाइहाल्ने। देशलाई चाहिँ डुबाउने है, देशलाई डुबाउने भ्रष्टाचारी फटाहरू। र यो मान्छेले के पनि भन्यो भन्दाखेरि चाहिँ धरानमा एयरपोर्ट चाहिँदैन, विराटनगरमै छ, त्यसको खै के नियमले दिँदैन, मापदण्डले दिँदैन भन्दा त्यो पोखरामा झन् साह्रो त्यही छ होइन। विराटनगरमा त यहाँदेखि तपाईँको चाहिँ नि अब विराटनगर त धेरै टाढो छ नि त, नजिक भयो अरे। अब विराटनगरको एयरपोर्ट बन्दाखेरि, विराटनगरमा एयरपोर्ट बन्दाखेरि मेरो कुनै आपत्ति होइन, ठिक छ बनोस्, त्यो पनि देशै हो, नेपालै हो। धरानमा बन्दाखेरि चाहिँ के को आपत्ति त होइन। विराटनगरको मान्छेलाई आपत्ति कि अथवा पार्टीलाई आपत्ति कि अथवा स्वतन्त्रले जितेर आयो, अब यसलाई चाहिँ त्यो खालको कुरामा सपोर्ट गर्यो भने भरि यसको वाहवाही हुन्छ, हाम्रो पार्टीको बर्बाद हुने भयो भन्ने हो कि के हो त त्यो होइन। अब मौसमको हिसाबले पनि धरान इज बेटर देन विराटनगर होइन। यहाँ न कहिले चाहिँ नि हुस्सु लाग्छ, न कहिले होइन पानी परेर डुबान हुन्छ। यस्तो फेभरेबल वेदर भएको ठाउँमा बनाउन भनेको, नजिक भयो भन्छ। पोखरामा त तपाईँको चाहिँ अर्को त्यो उसँग झन्सारो त्यहीँ टाँसिएको छैन र एउटै सहरमा, त्यहाँ चाहिँ बनाएको एयरपोर्ट 14 अर्ब भ्रष्टाचार गर्यो भने छान्ने छ। यस्ता फटा गदाएर चाहिँ यो ठट। हाम्रो फेरि सुदनजी होइन, उहाँ निर्णय गर्नु नसक्ने मान्छे, मन्त्री त बन्नुभयो बिचरा, यता भनौँ नहुने उता डङ कि डङ ठोकिदिएर त्यतिखेर ल बनाऊ भनेर भनिदिएको भए अहिले चाहिँ बनिराखेको हुन्थ्यो। के गर्ने अब यस्तो यस्तो यो चाहिँ नि अरूले त्यहाँनिर दिमाग बुद्धि दिइराखेको। अनि यो मान्छे चाहिँ यो के अरे यो यसको नाम पनि के अरे तपाईँले सुनिहाल्नुभयो कि, यसले चाहिँ यस्तो गरेको थियो क्या धरानमा। अनि अहिले चाहिँ भ्रष्टाचारमा परेछ, निलम्बन गर्ने भनेछ। तत्काल निलम्बन गरेर भातखडी लाएर चाहिँ गरिहाल्नुपर्छ। म चाहिँ भए चाहिँ म रुखमै झुन्डाउँथेँ, अब म त्यहाँ छैन, नत्र अघि भने जस्ता तुर्लुङ काबु तपाईँको वेट चिनेकै छैन। कुनै दिन त्यहाँ पुग्यो भने थाहा हुन्छ के रहेछ मान्छे भन्ने चिज। अहिले चाहिँ अब मेरो उसमा परेन फटार। ल साथीहरू के भन्नुहुन्छ दिनुहोस् है, राय दिनुहोस् है।